देखेकै छैन त्यही त अहिले जाँदैछ हामी माथि पुग्छौँ अहिले देखाउँछ हामी फाइनली सनराइज भइसकिसक्यो होइन इन्जोय भयो नि इन्जोय भयो अब हामी तल झिलतिर जान्छौँ झिलतिरको दृश्यहरू देखाउँछौँ अन्त्यको ब्रेड अमलेट साथ छ नि ट्याक्क पिसा पार्कमा छ है बजा घारीमा ट्याक्क आएको छौँ बगान पारामा सुम्पिदेऊ यो जीवन हामीलाई सम्झिदेऊ सुम्पिदेऊ यो जीवन हामीलाई ल अहिले चाहिँ हामी ट्याक्क इलामा यो चियाबारीतिर छौँ होइन कस्तो भइरहेको छ एकदम रमाइलो भइरहेछ मौसम हेर न मौसम हेलो गाइड्स गुड मर्निङ एभ्रिवान है अहिले चाहिँ बिहानको 5 बजिसकेको छ अहिले हामी उठ्यो अरे फ्रेस भएर रेडी भइसक्यौँ घाम हेर्न जानको लागि बट घाम चाहिँ देखिन्छ जस्तो लागेको छैन किनकि बाहिर अलिकति अर्कै भएको हुन्छ क्या वेदर बाहिर हेर्दै तर त्यस्तो छैन हेरौँ कस्तो के हुन्छ केटाहरू ठिक परेर लडीबडी गर्दैन यस्तो छ बाहिर 2 जना गइसके हामी पनि अब बाहिर निस्किन्छौँ अहिले केही समयपछि हामी फेरि भेट्छौँ अँध्यारो छ बाहिर हामी देखाउँछौँ अहिले ल हामी चाहिँ घाम हेर्न जाँदैछौँ होइन पुरा अन्धकार छ यतिको ल अलिक खुलो उज्यालो अघि भन्दा त स्क्राहरू यहाँ छन् ट्याक्कोसँग देखेकै छैन त्यही त अहिले जाँदैछ हामी माथि पुग्छौँ अहिले देखाउँछ हामी ल घाम हेर्नको लागि हामी चाहिँ जाँदैछौँ स्क्राहरू पछाडि छन् हो सबैजनाले भक्ति थापा यता पर छ इस्ट साइडदेखि भाइ यता वेस्ट साइड यस्तो छ चियाबारीहरू चियाबारीहरू यस्तो छ ठ्याक्क अब हामी उकालो जाने बाटो एकदम उकालो छ माथि पुगेर अहिले हामी टिकट काट्छौँ भित्र छिर्छौँ अनि देखाउँछौँ हामी चाहिँ खलखली भएर आइपुगेछौँ आमा टिकट काट्यो है ट्याक्कोसँग बाहिर पुगिसक्यो अब 2 मिनट पछि ल धन्यवाद दाइ हस् थ्याङ्क यू दाइ हो त दाइ ल हामी चाहिँ दौडिनु पर्ने हुन्छ 2 मिनट छ अरे समय त्यही भएर फाइनल्ली आइपुग्यो यहाँ बसौँ न यहाँ यहाँबाट ल यस्तो खलखली भएर आइपुग्यो ओह आमा उता ट्याक्कै 2 मिनट छ अरे समय हेरौँ हामी टावरको टपमा आइरहेछौँ हेर कस्तो खलखली भएको छ यता आएको हिमाल देखिने भने तिमीले अन्तमा मान्छे नि छैन मान्छे किन चाहियो तल देख्यो झापा हो सुशान्त भाइलाई बोला न ए अब यहाँ यहाँबाट सर्ट हान हामीले आफ्नो सर्ट नाङ्गो आँखाले हेर नि पल्लुवा लाएर हेर्छ न आँखा चाहिँ त्यसको लाउनु पर्दैन ल अलिकति निस्क्यो है हो त टिका जस्तो रातदेखि त तल फेदामा होइन दोस्त स्टोरेज फुल भइसक्यो अलिक छिटो आइज भन्नु न तलबाट बगान लागेको रहेछ नि र माइहरू समुद्रबाट निस्केको नि त घाम थाहा किन तिमीहरूले त्यो पारि समुद्र छ त्यहाँ डुबिरहेको छ हस् जे भन्दा भइगयो नि चेन्नईमा है सानो यसकै लाग्छ चेन्नईमा डुबेको थियो अन्धकार जस्तो बनाइन्छ यतातिर यहाँ दोस्त अन्धकार बनाइन्छ ल अन्धकार राख्नु हो यार ल फाइनली सनराइज भइसकिसक्यो होइन यति भएपछि अब यतातिर हामी फोटोसोटो खिच्नुपर्ने हुन्छ यसो एक राउन्ड हुनुपर्ने हुन्छ यहाँ पर हिमाल देखिन्छ गर्नुपर्ने हुन्छ मौसम राम्रो खुल्दा त हिमाल देखिन्छ सबै बादलले छोपिरहेको छ यत्रो हिमाल देखिनु मेरो ग्याङहरू
फोटोसोटो खिच्यो बवाल पारामा होइन केटाहरू यहाँ छन् एकदम इन्जोय भयो फुल्ली मलाई त भएन भएन न फोटो राम्रो खिचिन्छ यार गर्छ भिडियो बनाउने होइन यो भाइले मेमोरी नै भयो हाल्नु भित्र झिकेर के मानेको झिक्दै भनेको भन झिक्दिन्छु मान्छेहरूको भिड ओ छोटो ज्याकेट लिएर ल टक्क अब हामी भनेको चाहिँ फर्किनु पर्ने हुन्छ हामीले इन्जोय गर्यो होइन ट्याक्क घुम्यो हो अब हामी लाग्न आँट्दैछौँ कोही आउने भर्खर आउँदै हुन्छ आनन्दले सुतेर उठेर घोडामा ट्याक्कसँग हामी भनेको निस्किनु पर्ने हुन्छ ओह्रालो 100 रुपियाँ ल गुगलमा सर्च गर 5000 भन्दा कम आयो भने अहिले चाहिँ हामी अन्तुमाथि टक्कसँग होइन सनराइज हेरी टक्क फर्किँदैछौँ इन्जोय भयो होइन पुरा इन्जोय भयो नि इन्जोय भयो अब हामी तल झिलतिर जान्छौँ झिलतिरको दृश्यहरू देखाउँछौँ हेर्दै पिउँछौँ हेर्दै गर्नु होला ल हामी चाहिँ अन्तु झिलमा ट्याक्कसँग आइपुगेको छौँ होइन यहाँबाट भ्यू यस्तो छ बबाल आउँछ वाह जाउँला ल फाइनल्ली हामी चाहिँ ब्रेकफास्टतिर होइन एकदम ब्रेकफास्ट गर्दैछौँ के छ मित्र कस्तो हुँदैछ स्वाद मिठो हुँदैछ टक्क ब्रेकफास्ट गरेर होइन ठिक छ नि भाइ एकदम दामी बप्पा अनि एकछिन पछि भेट्नेछौँ इन्जोय गर्ने अन्तको ब्रेड अमलेट स्वाद छ नि ल ट्याक्कसँग चाहिँ हामीले ब्रेकफास्ट गर्यो होइन कस्तो ब्रेकफास्ट कस्तो बबाल भयो होइन अब हामी भनेको अन्तुको झिलसिल पनि हिजो राति नै औडा गरिसकेको दिउँसो पनि डुल्लियो देखिहाल्यो अलिअलि भ्यूहरू होइन यतिबाट जाउँ छिटो हुन्छ अब भनेको हामी लाग्नुपर्ने हुन्छ होइन हामी लाग्नुपर्ने हुन्छ बाई बाई अन्तु फेरि भेटौँ न ल फेरि आउँछ हामी अर्को साल त उयो तिमी कहिले तिम्रो बिहेमा सियर बिहेमा अनि कहाँ यहाँ आइ नै हुँदैन नि म आउँछु नि एक्लै हेरौँला भक्तेलाई बोकेर ल अहिले हामी अगाडि बढ्छौँ फेरि भेट्नेछौँ हामी ल फाइनल्ली हामी अन्तबाट चाहिँ डाइरेक्ट विशाल पार्क आइयो होइन ट्याक्क विशाल पार्कमा छ है हामी विशाल पार्क डुल्नुपर्ने हुन्छ होइन खासै मैले बढी क्लिपहरू लिन डाइरेक्ट हामी आइयो नि त हतार गाडी ल्याउ गरिहाल्यो त्यही भएर अब भनेको हामी अहिले टक्क इन्जोयहरू गर्छौँ देखाउँछौँ हामी अहिले
ल अहिले चाहिँ हामी बोझो घारी हेरे क्या बोझै बोझो रह नि बोझै बोझो घारीमा ट्याक्क आएको छौँ बवालपाडामा टिङहरूको व्यवस्था छ यहाँ पर आँगनै भारी हिउँ नै झरे नि अरू फुल है टिपिराखे है लेखैमा भई पैसामा फुले मायाको मुस्कानमा सम्झिदेऊ सुम्पिदेऊ यो जीवन हामीलाई सम्झिदेऊ सुम्पिदेऊ यो जीवन हामीलाई सुसाइदिन्छन् तिम्रै स्वर्गहरूमा खोला कसँग हामीले चिया खाइयो यो चटपट खाइयो प्याक सेक टक्कसँग होइन हामी कस्तो इन्जोय पनि फुल्ली इन्जोय भिडियोहरू हेर्न सक्नुहुन्छ गएको गरेको खाएको यस्तो छ नेचर चाहिँ यहाँको ट्याक्कसँग होइन पिङसिङ खेल्यो फुल्ली इन्जोय गर्यो अब भनेको हामी कहाँ जाँदैछौँ भनिदिनु इलाम बजार अब इलाम बजार मेन डेस्टिनेसनै त्यही हो हाम्रो गन्तव्य त्यही हो अब हामी इलाम बजार जाँदैछौँ अहिले हामी इलाम पुगेर भेट्नेछौँ ल अहिले चाहिँ हामी ट्याक्क इलाम आयो चियाबारीतिर छौँ होइन कस्तो कस्तो भइरहेको त एकदम रमाइलो भइरहेछ मौसम हेर न मौसम ल अहिले हामी चियाबारीतिर छौँ इलामको होइन उसलाई चाहिँ टक्क यस्तो डुलाइदिएर हामीले यता माथि हुँदै यता माथि सर ल्याइदिनु पर्ने हुन्छ होइन अब अघि गाडीमा बाइकमा भएको कारणले गर्दा यस्तो भिडियो सिडियो पनि आएन सर्टहरू होइन अब यतैबाट अगाडि इन्जोय गर्दै डुल्दै ल केटाहरूलाई मस्ती पारामा डुलाउँदै है होइन चियाबारीको बाटो हामी पनि यता छौँ स्पाइडरम्यान पुल देख्यौ तल अभिषेक तल हेर इलाम चाहिँ फुल्ली लगभग चियाबारी चाहिँ मजाले डुलाइसक्यो होइन उसो लागिसक्यो बबाल डुलाइसक्यो होइन भाइ कस्तो इन्जोय भयो नि एकदम लभली भइरहेछ हाम्रो सुन्दरता भाइ कि बहिनी सुन्दरता बहिनी हो ल मजाले डुल्यो होइन चियाबारी अब ट्याक्क भनेको यहाँ हामी बाटामा छौँ ल फाइनली हामी घर आइयो खानासाना खाइयो होइन केटाहरू फोटोसोटो सार्ने भिडियो सिडियो यताउता मिलाउने गर्दैछ होइन अब भनेको चाहिँ हाम्रो तपाईँलाई कस्तो लाग्यो भिडियोहरू बवाल लाग्यो होला मित्र कस्तो भयो तिमीलाई इन्जोय तिमी भन्दै एकचोटि फुल्ली इन्जोय भयो है गाइज फुल्ली इन्जोय भयो नि फुल्ली हो नि ल उसलाई फुल्ली इन्जोय भयो त्यो फुल्ली उसलाई इन्जोय गराउनु नै थियो हाम्रो मुख्य उद्देश्य भनेको ल यति भन्दै भिडियो यति अन्त गर्छु फेरि दिनहरूमा भिडियोहरू आउँछ हेर्दै गर्नु होला है माया चाहिँ नमार्नु होला नि फेरि भन्दै बिदा माग्छु हस् त ओके बाई